कुनै प्लेयर छिरिरहेछ भने त्यस्तो स्क्रिप्ट चाहिँ हेर्ने हो कि। जस्तो अब एनजिपिएल एफएचपिसी मा प्लेयर छ भनेर के गर्नु, माथि माथि छ, प्लेयरले खाइरहेछ भनेर के गर्नु, माथि माथि खाइरहेछ। तर तलतिर भइरहेको मतलब हाइड्रोहरू जस्तो रिडी भयो हैन, जसरी 62 नम्बरले रिडीलाई तपाईँको सरी युएमएचएललाई 440 400 आसपासबाट उसले 500 मा लग्यो, उसले त्यहाँबाट घट्न दिएन हैन, उसले एउटै रेन्जमा स्टेपमा लगेर राख्यो हैन। त्यही किसिमले चाहिँ उसले अहिले रिडी खाइरहेछ 62 नम्बरले हैन। हो भनेपछि अब म तपाईँलाई युएमएचएल बाई गर्न भन्दिनँ, किनकि त्यो त्यसमा प्लेयर छ, तर के छ, प्लेयर त छन् त छ, तर माथि पुगिसकेको छ। अब उसले के गर्छ, त्यो रेन्जमा उसले सेल पनि हान्न सक्छ, उसले थप त्यसमा बाई गरेर माथि पनि लान सक्छ। तर रिडीमा त उसले त त्यो त फेदमै छ नि त। रिडी भयो, ऊर्जा भयो, एसपिडिएल भयो हैन, एसपिडिएल हल्का केही माथि गएको छ हैन। भनिसकेपछि अब त्यही हो, ट्रेडिङ स्क्रिप्टहरुमा लागिन्छ सरहरु है। ल गुड ट्याङ्कीजी, अब भोलि बिहान पनि हामी तपाईँको एकदम ताजा सुन्छौँ। यो नेप्से पनि ठ्याक्कै त्यो तरकारी बजार जस्तो भएको छ क्या, बिहानमा ताजा तरकारी अब यहाँनिर पनि के छ भन्दाखेरि अपरेटरले पनि के गरिरहेछ भन्दाखेरि आफ्नो स्क्रिप्ट हैन, आफ्नो स्क्रिप्ट बाहेक अरू स्क्रिप्टलाई नछुने। अब अपरेटर जस्तो मसँग मानव कुनै एउटा स्क्रिप्ट 5 लाख किता छ, मसँग अरू 5 लाख किता चाहिँ तपाईँको 4-5 वटा मसँग एउटा मेन फोकस कुनै एउटा स्क्रिप्ट छ भने उसले के गरिरहेछ भन्दाखेरि कुनै एउटै स्क्रिप्टमा चाहिँ फोकस गरिरहेछ क्या प्लेयरले पनि है। उसँग भएको अरू स्क्रिप्टहरू बेच्दै उसँग जुन मेजर होल्डिङ जुन छ त्यसैलाई उसले फोकस गरिरहेछ प्लेयरले पनि हैन। त्यसले गर्दाखेरि पनि प्लेयर लागेको मेन स्क्रिप्टहरुमा बाई देखिएको छ, बाँकीमा चाहिँ उसैले सेल पनि गरिरहेछ हैन। हुन्छ नि त्यो किसिमको यहाँनिर स्पेसिलाइजेसन हुन्छ नि, भन्छ नि हो, त्यो किसिमले तिनीहरूले गइरहेछ प्लेयरहरूले पनि। भनिसकेपछि हाइड्रोमा पनि विविधीकरणको हिसाबले हुन्छ नि, अब त्यसलाई के भन्ने हैन, त्यही हिसाबले उनीहरूले काम गरिरहेछ। प्लेयर लागेको कन्टिन्यू गर्नु होला। मेरो 8 बजेसम्म भनेको थिएँ अघि साथीहरूलाई, 7:30 बजेतिर खोल्दाखेरि। ल आजलाई गुड नाइट। बाँकी ठिकै छ, म पनि भर्खर आएको हो हैन। अब त्यही टक्कै 8 भन्ने बित्तिकै जानुहुन्छ, यस्तो टाइम टेबल मिलाएर आउनुहुन्छ सरहरू, अनि कहाँ हुन्छ सबै कुरो थाहा भएको हामी नेपोलीजी गइसक्नु भयो, अब के गर्ने। केपी वाला रुगा खोकी लाग्यो रे आज, त्यसैले मन्त्री बैठक पनि भएन, गभर्नर पनि भएन रे, सन्चो भएपछि मात्र हुने रे। ट्याङ्कीजी जानुभयो क्या दुईजना अहिले? होइन म यही छु, म सुन्दैछु हैन। अब मलाई त एकदम उदेक लाग्छ कि हाम्रो देशको परिस्थिति देख्दा, बजार देख्दा। उदेक नमान्नुस् ट्याङ्कीजी, उदेक नमान्नुस्। त्यही हो, अब हेर्नुस् न तपाईँको जेठ 15 गते बजेट आउने बेला छ हैन। देशमा गभर्नर जस्तो पद तपाईँको 1-1.5 महिनादेखि रिक्त छ हैन। देश तपाईँको ग्रे लिस्टमा छ। यस्तो अवस्थामा आर्थिक उन्नति गर्नुपर्ने अवस्थामा यिनीहरूले चाहिँ तपाईँको अहिले पनि मजाक गरिरहेछन् एकदम। मतलब हुन्छ नि जनताको मतलब हुन्छ नि एउटा त्यसमा चाहिँ एकदम खिचातानी मतलब खेला एकदम हुन्छ नि, त्यो खेलबाड गरिरहेछन् कि जनताको तपाईँको आर्थिक उन्नतिको जुन सपना छ हैन, जनताको आर्थिक भविष्यमा हैन, देशको विकासमा हैन। यदि यही कुरो तपाईँको इन्डियामा हुन्थ्यो भने चाहे अरू ठाउँमा चाहिँ 1 दिन भन्दा 2 दिन वा 1 हप्ता भन्दा 2 हप्ता बढी त तपाईँको गभर्नर रिक्त हुँदैन थियो अरू देशहरूमा हैन। हाम्रो जस्तो देशमा तपाईँको 1-1.5 महिनादेखि यहाँनिर घुमाएको छ हैन। आज पनि त्यही कुरा, भोलि पनि त्यही कुरा, पर्सि पनि त्यही कुरा, गोलचक्कर चाहिँ हैन। यसले गर्दाखेरि अब के भन्ने एकदम उदेक लाग्ने एकदम अवस्थामा छौँ के सर हामीहरू। वास्तवमा अहिले भन्ने हो भने यी दलका नेताहरूले तपाईँको हैन कसरी भोलिको दिनमा कसरी अगाडि बढ्न सकिन्छ, कसरी मतलब आर्थिक विकासमा हैन, आर्थिक विकासको जुन गाँठोहरू छ त्यसलाई कसरी फुकाउन सकिन्छ भनेर लाग्नुपर्नेमा चाहिँ तपाईँको कसरी कहाँबाट पैसा आउँछ, को मेरो मान्छे हो, को मेरो होइन हैन, कसले मेरो फरिया समाउँछ, कसले मेरो मतलब त्यो सुरुवालमा समाएर आउँछ हैन, त्यो किसिमको कुराहरू भइरहेछ यहाँनिर। अब युवा पंक्तिलाई, युवाहरूलाई त यहाँनिर खुन तातेर आउँछ नि यस्तो अवस्थामा। अब हामीले के चाहिँ गर्न सक्छौँ र यस्तो अवस्थामा हैन। उही मुख दर्शक हुने, आवाज अब आवाज कहीँबाट कुनै माध्यमबाट आवाज उठाउने मात्रै हो।
ट्याङ्की भाइ सुपो पनि यार लेखेछ, के लेखेको हो यार? सुपो भने के हो मैले कुरो बुझेन है। अब जहाँसम्म मलाई लाग्छ बजार चाहिँ तपाईँको बढ्ने अवस्थामा छ होइन। जहाँसम्म लाग्छ बजार आजबाट फर्केको हो भन्नेमा चाहिँ म विश्वस्त छु होइन। मैले भनिहालेँ बजार आजबाट फर्केको हो भन्नेमा चाहिँ म विश्वस्त छु। अब तपाईँको हाइड्रो पावरमा पनि तपाईँ हेर्नुहुन्छ भने ठुल्ठुला प्लेयरहरू राम्रै ठाउँमा फसेका छन् होइन। अब 58 नम्बर तपाईँ हेर्नुहुन्छ भने वरुणमा मैले पनि केही समय अगाडि एउटा राम्रो किताब थियो मसँग, वरुण हाइड्रो पावर। तर तर त्यो बरुण माथि खाने उसको वेल त माथि कता निस्केर त्यो पनि माथि तलै लान सक्छ। फर्क्यो कि कता गयो चाहिँ ट्याङ्की सर? हजुर हजुर त्यो वेल गरेर निस्केको जुन वेल थियो नि बरुणमा, त्यो चाहिँ नि अब कतातिर यता झऱ्यो सुन्नु न, वरुण हाइड्रो पावरको म तपाईँलाई भने होइन, उसले के गरेको थियो भन्दाखेरि तपाईँको 540 आसपास 530 आसपास उसको डब्लुएसिसी छ अहिले पनि। त्यो 40-45 आसपास उसको डब्लुएसिसी छ। जो त्यो प्लेयरले 10-12 लाख 11 लाख त्यो रेन्जमा खाएको छ नि होइन, उसलाई लाग्यो कि म यसलाई माथि लान सक्छु भन्ने हिसाबले उसले त खान त खायो। तर उसलाई लागेर मात्रै भएन नि त, आम पब्लिकलाई त्यो रेटमा होइन, त्यो रेटमा खाएर भोलिको दिनमा हामी बढाउन सक्छौँ सक्दैनौँ भन्ने आम पब्लिकलाई लाग्नु पर्यो क्या। त्यो एउटा प्लेयरले त्यतिमा खाँदैमा चाहिँ होइन, अरू प्लेयरहरूले पनि उसलाई साथ दिनु पर्यो नि त। अब त्यो एउटा हाइड्रो पावरलाई त्यहाँनिर मतलब अरू प्लेयरहरू पनि त्यसमा माथि माथि पुर्याउला, त्यसलाई हामीले पुर्याउला अरे होइन। ल मानौ हामीले त्यसलाई माथि माथि पुर्याउला, तर हामीले त्यसलाई मात्रै पुर्याएर भएन नि त। तपाईँको हाइड्रो पावरको स्ट्रिपहरू तल तल झरिरहेछ, प्लेयरहरूले नसकेर तल तल आइरहेछ होइन। त्यसले गर्दाखेरि त्यो त्यही ठाउँमा उसले अब अड्याएर राख्न चाहिँ अहिलेसम्म राखिरहेछ होइन। प्लेयरले खाँदैमा पनि बजार त्यो बढ्छ, त्यो स्क्रिप्ट बढ्छ भन्ने पनि हुँदैन क्या सर है, कङ्गाल सर। त्यो उसले कुन रेन्जमा खाएको छ त भन्ने कुरो रहन्छ क्या, त्यसले म्याटर गर्छ है। प्लेयरले खान त खाएको छ, कुन रेन्जमा उसले खाएको छ होइन, त्यो रेटबाट बढ्ने